नेपाली क्रिकेटमा जब कुनै टोली आफ्नो पहिलो सिजनमै फाइनलसम्मको यात्रा गर्छ, त्यो टिमको संरचना, संयोजन र खेलाडी छनौटमा केही खास कुरा अवश्य हुन्छ। 2024 को एनपीएलमा सुदूरपश्चिम रोयल्सले यस्तो चमत्कारी प्रदर्शन गरे जहाँ युवा जोश, विदेशी अनुभव र कप्तानको रणनीति सबैले मिलेर टिमलाई एकदमै खतरनाक बनायो। अब 2025 सिजन अगाडि छ र सबैभन्दा चासोको कुरा हो, यी मध्ये 6 खेलाडी रिटेन्ड हुने को हुन्। नियमअनुसार 4 खेलाडी नेपाली र 2 खेलाडी मात्र विदेशी हुनुपर्ने हुन्छ। आउनुहोस् आजको यस भिडियोमा हामी जान्ने प्रयास गरौं सुदूरपश्चिम रोयल्सको रिटेन्सन लिस्ट बारे। नम्बर 1 दिपेन्द्र सिंह ऐरी, कप्तान, गेम चेन्जर र टिमको मुटु। दिपेन्द्रको प्रदर्शनले सधैँ टिमलाई अगाडि बढाउने काम गरेको छ। 2024 मा उनले केवल कप्तानी मैत्री निर्णयहरू मात्रै गरेनन्। विराटनगर विरुद्ध 24 बलमा 57 रन र क्वालिफायरहरूमा बल र बलले दुवैले दोहोरो योगदान दिएका थिए। दिपेन्द्र सिंह ऐरीले अहिले विश्वको टी20 अन्तर्राष्ट्रियमा नम्बर 2 को अलराउन्डर हुन्। उनको काम, टेम्परामेन्ट, मैच जिताउने क्षमता र युवा नेतृत्वले उनलाई सबभन्दा पहिला रिटेन्सन सूचीमा राख्नु आवश्यक छ। नम्बर 2 अविनाश बोहरा, डेथ ओभरका शिल्पकार। सुदूरपश्चिम रोयल्सले बलिङमा कसैलाई पनि सबभन्दा बढी भरोसा गरेको हो भने त्यो हो अविनाश बोहरा। उनले 2024 मा 3 विकेट लिएर 17 रन दिएर शानदार स्पेल दिएका थिए। खास गरी गेमको अन्त्यतिर विकेट लिने र रन रोकिने उनको शैली अद्वितीय छ। फर्स्ट बोलिङ लाइनअपको मुख्य हतियार भएकाले बोहरा रिटेन्सन लायक स्पष्ट छन्। नम्बर 3 विनोद भण्डारी, अनुभवी विकेट किपर र म्याच फिनिशर। भण्डारीको नाममा घरेलु क्रिकेटमा थुप्रै रेकर्डहरू छन्। उनले क्वालिफायर 1 मा नकआउट 58 रन बनाउँदै टिमलाई फाइनल पुर्याए। साथै विकेट किपिङमा पनि उनी एकदमै स्टेडी र शार्प प्रदर्शन गरे। अनुभव, कन्सिस्टेन्सी र जिम्मेवारी लिने क्षमताका कारण भण्डारी रिटेन्सनमा पर्ने निश्चित छ। नम्बर 4 मोहम्मद आरिफ शेख, मिडल अर्डरको भरोसा। अधिकांश खेलमा उनले टिमको इनिङ्स सम्हाल्ने काम गरे। यस्ता खेलाडी जो प्रेसरमा पनि सेट हुन सक्ने र स्ट्राइक रोटेट गर्न जान्नेछन्, टिमका लागि असल स्तम्भ बन्न सक्नेछन्। आरिफले ब्याटिङ लाइनमा स्थायित्व ल्याउने भएकाले उनलाई रिटेन गर्नु सुरक्षित निर्णय हुन सक्नेछ सुदूरपश्चिमको लागि। नम्बर 5 ब्रेन्डन मैकुलम, स्कटल्यान्ड। अलराउन्डर धमाकाको रूपमा प्रदर्शन गर्न सक्ने ब्रेन्डन मैकमिलनले मिडल अर्डरमा ठूलो रन बनाउने र पावर प्लेमा विकेट लिने काम गर्न सक्नेछन्। उनले 2024 को एनपीएलमा 3 विकेट लिएर 36 रन सहितको उनको प्रदर्शन लुम्बिनी विरुद्ध विशेष रह्यो। विदेशी खेलाडीमा त्यस्तो कन्सिस्टेन्सी कमै देखिन्छ, त्यसैले उनी पहिलो विदेशी रिटेन्सनका लागि उपयुक्त छन्। नम्बर 6 सैफ अली जैब, इङ्ल्यान्ड, प्लेयर अफ द टुर्नामेन्ट। 2024 सिजनको सबभन्दा आकर्षक प्रदर्शन जैबको थियो। लुम्बिनी विरुद्धको खेलमा 90 रन तथा 3 विकेटको ऐतिहासिक प्रदर्शन गरेर उनले प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भए। बायाँ हाते ब्याट्सम्यान, पार्ट टाइम स्पिनर र बिग म्याच पर्फर्मर भएकाले उनलाई रिटेन गर्नु एकदम चलाकी हुनेछ। निष्कर्षको कुरा गर्ने हो भने दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी, मोहम्मद आरिफ शेख, ब्रेन्डन मैकुलम, आसिफ चेबले पश्चिम रोयल्सको स्पाइन हुन सक्नेछन्। 2025 मा बलियो बनाउन हो भने खेलाडीहरूलाई रिटेन्सन गर्ने रणनीति सबै दृष्टिकोणबाट उपयुक्त र फाइदाजनक देखिन्छ। यस्तै भिडियोहरूका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।